नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा। यता हो म चाहिँ बिहानै उठेर मर्निङ वक गएर आएर खानासाना पकाएर पनि खुवाएर पनि मेरो छोरालाई यहाँ चिटिक्क पारेर पनि मैले भ्याइसके। मैले यहाँ डरलाखेरि भ्याइसके। आज चाहिँ म मर्निङ वक गएको पनि कति दिन भयो है, यतिबाट सोमबार तपाईको 23-24 दिन 25 दिन भयो होला सायद मर्निङ वक गएको पनि। अनि चाहिँ मेरो बुढा पनि अफिस गइसक्नु भयो। बाबु चाहिँ खाना खाएर टिभी हेरेर बस्छ। मैले बाबुलाई चाहिँ अहिले अडसडक फेर्दैन, अहिले त्यो केही गरेको छैन। मैले भान्साको मैले काम सिद्धा छैन र चाहिँ आज चाहिँ मैले नास्ता बनाउँदैछु। यहाँ चाहिँ मैले चिउरा भुटिराखेको छु। तपाईको अब एकछिनमा हुन्छ पनि, एकदम फोरो छ आज मेरो भान्सा। यता पनि मैले चिउरा नै भुटिराखेको छु, चिउरा नै भुटिराखेको छु। र एक प्लट चिउरा चाहिँ मैले यहाँ भुटेर पनि राखिसकेको छु। यहाँ चाहिँ मैले मुम्फली भुटेर राखेको छु। मुम्फली भुटिसकेँ मैले। अनि त्यसपछि चाहिँ आज चाहिँ मैले यो चिउराहरू भुटेर टक्क एउटा डब्बामा चिउरा अनि मुम्फली अनि भुजरी चाहिँ मैले ल्याउने पठाएको छु बुढालाई। अनि भुजरी पनि लिएर आउनुहुन्छ। अनि चिउरा मुम्फली अनि भुजरी ट्याक्क डब्बामा राखेर ढकन लाएर राख्ने। अनि दिउँसो नास्ता बनाइराख्न पनि जतिखेर पनि भ्याइँदैन। अनि बुढालाई पनि सधैँ बिहान नास्ता पठाइदिने नै हो नि त मैले। अब कहिले चाहिँ अरू चिज हुन्छ, रोटी सोटी हुन्छ, कहिले चाहिँ अब नभ्याएको बेलामा, त्यस्तै भएको बेलामा चाहिँ यस्तै यो चिउराहरू टिफिनमा राख्दै पनि चियासँग मिठो हुन्छ नि त। अनि दिउँसो नास्ता पनि हामीलाई पकाइराख्नु पर्दैन। बाबुहरूले त अन्डा केरा खान्छन्, मलाई चाहिँ त्यो अलिकति चिउरा भइहाल्छ अनि चिया भइहाल्छ। त्यसैको लागि चाहिँ मैले यो ठ्याक्क रेडी पारेर राख्न लाग्यो। तर टाइम लाग्ने रहेछ क्या। केवल मैले 2 लट 2टा कराईमा चाहिँ गरिराखेको छु। फोरो बस भान्सा पनि भ्याएकै छैन। टक्क अब यो भुटेर यसमा नुन सुनहरू राखेर अनि भुजरी ल्याउनु भयो भने भुजरी पनि राखेर टक्क डिब्बामा मजाले राखेर कति दिन हुन्छ यो हामीले खान्छौँ। यो चाहिँ यत्रो सक्यो यहाँ चिउरा। यति धेरै छ, सबै त गराउने होइन। कति हुन्छ जियोस् यो डब्बाको आधी जति गराउने हो। यो चाहिँ काठमाडौँको चिउरा हो कि यत्तिको पनि मिठो हुन्छ यो। यसको आधी जति गराउँछु होला। त्यसपछि यो यति चाहिँ बाँधेर राखिदिन्छु। यहाँ चाहिँ अस्ति पनि थोरै मुम्फली थियो, खोकेर राखेको मुम्फली। यो पनि भुटेँ मैले। अब यो र यो मुम्फली दुइटै मिसाएर मैले चिउरामा मिसाउँछु। यहाँ चाहिँ मेरो छोरा यसलाई यसरी पल्टेर आनन्द टिभी हेर्न मन लाग्यो नि, यहाँ चुस्ने मागिहाल्छ। यहाँ चाहिँ यो फर्म मिलाउँछु भनिरहेको छ छोरीले, ऊ चाहिँ उठ्नै माने छैन। खाएपछि अल्छी लाग्छ अनि पल्टिन्छ अनि चुस्ने माग्छ। कति आनन्द छ लाइफ। यहाँ चाहिँ मैले चिउरा पनि भुटिसकेँ, मुम्फली पनि मिसाएँ, थोरै नुन पनि राखेँ। अहिले चाहिँ यो तातो छ नि त, अहिले हल्का सेलाएपछि नि बल्ल यसलाई डिब्बामा राख्छु। थोरै मुम्फली यहाँ पनि छ, यसो मिसाइदिउँ। यति भएपछि दिउँसो 1 कप चिया बनायो, थोरै प्लेटमा यही लियो अनि खायो। सजिलो। अझ यसमा झिनियाहरू मिसाएर राख्यो भने पनि कस्तो मिठो हुन्छ। यहाँ फेरि पाइँदैन झिनिया पनि, टाढै जानुपर्छ। ल मेरो चिउरा र मुम्फली रेडी भयो। अहिले यो भइसकेपछि चाहिँ मैले यो डब्बामा राख्छु। चिउरा पनि डब्बामा मैले राखिसकेँ। तपाईँको यति भयो छ, अझै धेरै भयो थियो। मैले खाएँ, नानुले अनि मेरो बुढाले, एकछिन रोक न, सबैले खायौँ हामीले। यति भयो छ। नानुलाई चाहिँ यहाँ सर्बत खान मन लाग्यो अरे, काकति चिनी पानी राखेर खाइरहेको छ।
नाथ बाबु पनि सुतेर यहाँ उठिसके। अन्डा पनि आफै छिल्ने रे। ल्याउ म छिलिदिन्छु, ल्याउ देऊ आरब, देऊ म छिलिदिन्छु, ल्याउ देऊ देऊ न, म छिलिदिन्छु, देऊ छिटो आफै। आरब देऊ, मामु छिल्ने, ल्याउ देऊ देऊ, म छिल्छु, ल्याउ आफै छिल्छौ। ल नमस्ते गरिदिएको छु, ल छिटो। एउटा हातले होइन, दुईवटा हातले नमस्ते। अन्डा प्लेटमा राख, अन्डा प्लेटमा राख। ल स्याबास, छिलास हास, टाटा गरिदेऊ। आल्बे म चाहिँ अब यहाँ कपडा सिलाउन आइसकेँ। अब म कपडा सिलाउँछु। कपडा सिलाउँछु भन्दा नि कपडा मैले सिलाइसकेको छु। अब हातको काम गर्न बाँकी छ। बटम सटम खिपहरू राख्नु छ, हिजोकै काम हो। खिपहरू राख्नु छ, गर्नु छ। हेराउँदै गर्छु हजुरहरूलाई, हेर्दै गर्नु होला। मैले चाहिँ ब्लाउजको हातको काम पनि भ्याएँ, खिप सिपहरू राखेर पनि भ्याएँ। अब चाहिँ आइरन गर्नु हो। त्यो आइरन चाहिँ मैले गर्दैन। आइरन चाहिँ मेरो बुढाले साँझ आएर गरिदिनुहुन्छ आइरन। त्यही भएर अहिले मैले आइरन गर्दिनँ। अब चाहिँ मैले सुट काट्न जाँदिएको। सुट पनि मलाई सिलाउनु छ। यो सुट हो, यो सुट भयो। यो चाहिँ सुरुवाल, पिङ्क कलरको सुट, मेहन्दी कलरको सुरुवाल। टक्क अब यो काट्छु। त्यसपछि छक्का पन्चा खाँदैछु भन न। म खान जन्मेको। अर्कोले चाहिँ ललिपप खाँदै हुनुहुन्छ। यहाँ त्यत्रो कपडा पट्टाउने छ। मैले एक्लैले के भ्याउने, घर सफा गर्ने कि खाना बनाउने कि बच्चा हेर्ने कि बच्चालाई पकाएर खुवाउने कि सिलाउने कि काट्ने कि के गर्ने, यस्तै छ। केही गर्न भ्याउँदैन आफ्नो लागि त। त्यस्तै हो, हेर्दै गर्नु होला। ल मैले चाहिँ यो सुट पनि सिलाएर भ्याएँ। कुर्ता, यो सुरुवाल। ल आजको ब्लग चाहिँ यति नै साथीहरू। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।